वेलकम टु माई मिनी ब्लग। आज चाहिँ साह्रै भोक लागेर करेन्ट नुडल खाने भनेको पसल गएर 2 प्याकेट करेन्ट नुडल लिएर आएपछि त्यसलाई पानी बसालेर 2 प्याकेट नुडल्स हालेँ, पानीमा हालिसकेपछि एकछिन 5 मिनट जति उमालिसकेपछि त्यसलाई निकालेपछि फ्राई प्यानमा राखेँ, मसला राखेँ अनि सुपहरू राखेर त्यसलाई हल्का भुटेँ अनि चाउचाउलाई राखेर हल्का फ्राई गरेँ। मजाले फ्राई गरेर त्यसलाई रातो बनाइसकेपछि हल्का एकछिन त्यतिकै पाक्न दिएँ। फ्राई गरेर निकालेपछि अनि बोटकोमा राखेपछि हल्का टेस्ट गर्दाखेरि एकदम यम्मी भएर रहेछ, मिठो। अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। यस्तै माया गरिदिनु होला। प्लिज किप सपोर्टिङ, किप लभिङ। थ्याङ्क यू।